नमस्कार। यति बेला हामी कञ्चनपुर आइपुगेका छौँ। कञ्चनपुरमा धेरै धार्मिक एवं पर्यटकीय सम्पदाहरू छन्। तीमध्ये यो बेतकोट नगरपालिकाभित्र पर्ने यो लिङ्गेश्वरी धाम हो। यो धाममा हामी आइपुगेका छौँ। धार्मिक रूपमा मात्रै नभएर यो स्थान प्राकृतिक रूपमा पनि निकै सम्पन्न छ। यहाँ घुम्न आउने दर्शनार्थीको सङ्ख्या पछिल्लो समय केही कम भएको महसुस गर्न सकिन्छ, किनकि यहाँसम्म आइपुग्न बाटोको अवस्था ठिक छैन। यो लिङ्गेश्वर धाम हो। यो लिङ्गेश्वर धाममा आइपुग्दा विभिन्न कलाकृति आँखामा देख्न सकिन्छ। यो हामी दृश्यमा देखाइरहेका छौँ। यो लिङ्गेश्वर हो। प्राकृतिक रूपमा पनि निकै सुन्दर यो धाम। देवी देवताको वासस्थान पनि हो। केही समय अघिसम्म यो स्थानमा मन्दिर थियो। मन्दिर वरिपरि पर्खाल लगाएर चिटिक्क पारिएको थियो, तर यति बेला त्यो मन्दिर र पर्खाल यहाँ देख्न सकिँदैन। बाढीका कारण त्यो मन्दिर बगाएको हुन सक्छ। यो लिङ्गेश्वर धामबाट यी दृश्यहरू निहाल्दा विभिन्न भगवानका आकृतिहरू देख्न सकिन्छ। लिङ्गेश्वर धाम वर्षेनी नदी कटानको उच्च जोखिममा परेको पनि सहजै अनुमान गर्न सकिन्छ। यो नदीले वर्षेनी धार परिवर्तन गर्दै आएको छ। लिङ्गेश्वर धाम भएर बग्ने यो नदीको कलर पनि यहाँ अलि रातो रङमा देख्न सकिन्छ। यो लिङ्गेश्वर धाम हो। केही समय अघि यहाँ एउटा मन्दिर थियो। त्यो मन्दिर यति बेला बगडमा परिणत भएको छ। नदी कटानका कारण वर्षेनी यो धाममा चाहिँ ठुलो क्षति हुने गरेको पाइन्छ। सङ्घीय, प्रदेश र स्थानीय तहहरूले यसको महिमालाई बुझेर यसलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने हो भनेपछि यो क्षेत्रमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको आगमन समेत बढाउन सकिन्छ। यसको महिमालाई अझ प्रसार गर्न सकिएको खण्डमा यो क्षेत्रमा पर्यटकको आगमन बढाउन सकिने पर्याप्त आधारहरू देख्न सकिन्छ। यसका निम्ति यो लिङ्गा धाम वरिपरि यो कटानको जुन जोखिम छ, यो स्थानमा बाँध बनाएर बाँकी यी धार्मिक सम्पदाहरू नोक्सानी हुनबाट जोगाउन सकिन्छ। तर यस विषयप्रति यहाँको स्थानीय सरकारको ध्यान गएको देखिँदैन। यसरी यो कटान हुँदै गएको छ। यो स्थानमा पर्खाल लगाएर यसको रोकथाम गर्न सकिने आधार हुँदाहुँदै पनि यहाँ त्यस्तो कुनै काम भएको छैन। विभिन्न कला आकृतिमा
भगवानको आकार प्रकार देख्न सकिने यी कलाकृतिहरूको संरक्षण गर्न यो भागमा पक्की पर्खाल निर्माण गर्न सकेको खण्डमा यी माथिका कलाकृतिहरूलाई जोगाउन सकिन्थ्यो। तर यी कलाकृतिहरू पनि एकदमै नदी कटानको जोखिममा छन्। यसको फेदबाटै नदी बगिरहेको छ, तर यसको संरक्षण गर्ने काम चाहिँ अहिलेसम्म कहीँ कतैबाट भएको देखिँदैन। यो लिङ्गेश्वर धाम हो। यो लिङ्गेश्वर धामको दर्शन गर्न निकै टाढा टाढाबाट आगन्तुकहरू आउने गरेको भए पनि यसको उचित व्यवस्थापन भने हुन सकेको छैन। यदि अब पनि प्रदेश, सङ्घ एवं स्थानीय तहहरूले यो लिङ्गेश्वर धामको संरक्षण, सम्वर्धन र यो प्राकृतिक रूपमा बनेका यी कलाकृतिलाई जोगाइराख्न अब पनि तटबन्धन नगर्ने हो भने यसको अस्तित्व सङ्कटमा पर्ने सहजै अनुमान गर्न सकिन्छ। यो विषयप्रति विशेष गरेर यहाँको स्थानीय तह बेतकोट नगरपालिकाले ध्यान दिनु एकदमै जरुरी भइसकेको छ। 2-4 वर्ष अघि मात्रै यो स्थानमा निकै सुन्दर मन्दिर थियो। त्यो मन्दिर यति बेला छैन। धार्मिक रूपमा मात्रै नभएर यो प्राकृतिक रूपमा पनि निकै सम्पन्न छ। यसको महत्त्वलाई बुझेर यहाँको स्थानीय सरकारले त्यही अनुसारको योजना बनाउने हो भने यो तिलकेनी धामबाट निकै लाभ लिन सकिने देखिन्छ।